Hey guys, so हामी चाहिँ आज मुस्ताङको यात्रामा जाँदैछौँ हैन। सो अहिलेसम्म चाहिँ म मात्रै तल छु, बाबा तल आएर पनि फेरि माथि गइसक्नु भएको किन मेरो भाइ छ, हाम्रो गाडी छ पार्किङमा, मम्मी झर्न बाँकी हुनुहुन्छ। अनि अब सबैजना आएपछि मुस्ताङ ब्लगमा हामी जाने। मुस्ताङ दौली टु मुस्ताङ, ये। हाई गाइज, हाम्रो यो मुस्ताङको ट्रिप सुरु हुँदैछ। अब हामी निस्किँदैछौँ दौलीबाट गाडी निकाल्दैछौँ। यही गाडीमा जाने यो फोर्ड स्पोर्ट्स हो। फोर्ड स्पोर्ट्स मजाले जान्छ, अरू सानो गाडीहरू पनि जान्छ भन्ने हामीले सुनेछौँ। अनि त्यसपछि अब यो ल मेरो मुख पनि देखाएँ, मेरो अनुहार, हाम्रो फ्यामिलीहरू अनि हाम्रो म्याडमजी आउँदै हुनुहुन्छ। अब हामी गाडी निकालेर हाम्रो यात्रा सुरु गर्छौँ। किप वाचिङ। हामी एकदम मुस्ताङको एडभेन्चरस प्लेसेसको बारेमा एक्सप्लोर गरेर यो भिडियोमा सबै कुरा समावेश गर्नेछौँ। गाइज हामी चाहिँ म र भाइ ब्याक सिटमा छौँ, बाबा यतापट्टि अगाडि बसिराख्नु भएको छ आफ्नो जहानलाई वेट गर्दै। जहानको भने अत्तो पत्तो छैन, हेर्नु त कहाँ निस्किनु भयो जहान। ओ जहान, बाबा भन्नु न, ओ जहान भन्नु। ए ल बिचारा बाबा, जहान आएपछि चाहिँ बाबाले अपडेट दिनुहुन्छ। ल गाइज, अब हामी फ्यामिली 4 जना फ्यामिली पुरा भयौँ। अब दमौलीबाट 6:30 आज 2082 कार्तिकको 1 गते हामी मुस्ताङको ट्रिप सुरु गर्दैछौँ। मुस्ताङको नयाँ नयाँ रमाइला ठाउँहरूको बारेमा हामी तपाईँहरूलाई अपडेट गराइरहेको छौँ। थ्याङ्क यू। ल गाइस, अब चाहिँ हामी यो दमौलीको चोकमा निस्क्यौँ है। हेर्नु त कस्तो राम्रो भएको छ अहिले दमौलीको चोक, पुरा मर्मत गरेर। यता हाम्रो बाबा चलाइराख्नु भएको छ दमौलीको चोक। त्यो चाहिँ हाम्रो मादिपको पुल, एकदम लामो पुल। सो गाइस, यता चाहिँ हाम्रो एउटा 4 लेनको नयाँ पुल बन्न लाग्छ, मादिको पुल। सक्नुहुन्छ हजुरहरूले, अन्डर कन्स्ट्रक्सन छ अहिले, आधा बन्या छ आधा बन्या छैन। अनि हामी चाहिँ अहिले पुरानो पुलमा हिँडिरहेछौँ। 57 वर्ष पुरानो पुलमा। यो कहिले खस्ने हो थाहा छैन जस्तो पुलमा। सो गाइस, अब चाहिँ हामी गगनगौड आइसकेको छौँ। एकदम राम्रो हिमालको दृश्य देख्न सकिन्छ यहाँबाट। हेर्नु त कस्तो क्लियर बाटोहरू, अनि यता पनि हेर्नु त हिमालको दृश्य। कस्तो रमाइलो ठाउँमा आइसकेको छ। चुच्चो चाहिँ माछा पुच्छ्रे। हेलो गाइज, हामी मुक्तिनाथको यात्रामा अगाडि बढिरहेका छौँ। हामी अलि तालचोक आइपुगेका छौँ। अगाडि छर्लङ्ग स्थित तरिकाले माछापुच्छ्रे हिमाल देखिरहेको छ। बाटो पनि सफा देखिएको छ। हामी एकदमै रमाइलो गर्दै अगाडि बढिरहेका छौँ। सो गाइस, यो ठाउँमा चाहिँ हाम्रो रिसेन्ट जेनजी आन्दोलनले चाहिँ यो भत्काएको रहेछ, पुरा जलेको रहेछ। यो ठ्याक्कै एक्ज्याक्टली कुन गभर्मेन्ट अफिस हो त्यो चाहिँ थाहा भएन, बट यसको अवस्था हेर्नुहोस्। हामी चाहिँ अहिले पोखरा बजारमा आइसकेको छौँ। अब चाहिँ खाजा खाने भनेर ठाउँको खोजाइमा छौँ। हेर्नु गाइस, यो राम्रो छ, होटल देउराली दे। सो अब चाहिँ यता खाने कार्यक्रम चलिरहेको छ, सबैजना खाइराख्नु भएको छ समोसा तरकारी। हाई हाई भनौँ सबैजना, हाई भन्नु न। पोखराको चिप्लो ढुङ्गामा हामी त्यो बिचमा कहिले माछाहरू खान पाउँछौँ त, त्यो ठाउँको नाम के अरे? हजुर, यो चाहिँ हेम्जाको भाइरल रोड हो। एकदम स्ट्रेट 4 लेनको इन्टरनेसनल स्ट्यान्डर्डको रोड छ यो। यसमा ड्राइभिङ गर्नुको मजा नै अलग्गै छ। हामी अब पोखरा कटेर हेम्जा हुँदै मुस्ताङको लागि अगाडि बढ्दैछौँ। एकदम रमाइलो भइरहेको छ साथी, असाध्यै रमाइलो। सो गाइज, अब चाहिँ हामी लुम्ले आइसकेको छौँ। दिस इज लुम्ले। लुम्लेलाई चाहिँ नेपालको एकदम सबैभन्दा धेरै पानी पर्ने ठाउँ भनेर पनि भनिन्छ होइन। ओ फेवाताल पनि देखाएको छ अरे, यताबाट बनाइरहेको छु कि। ओ गाइज,
ओके गाइस, यो चाहिँ दुनियाँको सबसे बढी हाइटमा रहेको झोलुङ्गे पुल है। हामी अहिले यसले चाहिँ पर्वत र बागलुङ जिल्लालाई जोड्छ हैन त बाबा? हेर्नु त कति हाइटमा छ यो पुल, हेर्दै कस्तो छ। खै यो झ्याल अहिले तल गरेर हेरौँ, एकदम हाइटमा डरलाग्दो देखिया छ। सो यो चाहिँ हाम्रो बागलुङ कालिका मन्दिर है। हेर्नु त मान्छेहरूको भिड छ यता। मन्दिर जाने बाटो बागलुङकै, यो चाहिँ प्रवेशद्वार हाम्रो। ओके गाइस, अब चाहिँ हामी यो हाम्रो सबसे बढी हाइटमा रहेको एउटा पुलमा आउँदैछौँ होइन। के भन्छ बाबा यो पुलको नाम चाहिँ? यो पुललाई के भन्छ अरे? यो पुललाई गण्डकी स्वर्णिम झुला। गण्डकी स्वर्णिम झुला कि के भन्नु? स्वर्णिम झुला। ल हेर्नु त कति लामो छ गाइस त्यो पुल, उतैसम्म छ, एकदम धेरै हाइटमा। हल्ली पनि रहेछ, हेर्न आरोग्य गाइस। हामी हिँडिरहेछौँ है एकदम धेरै हाइटमा भएको पुलमा, बागलुङ स्वर्णिम झुला। अलिअलि स्केरी पनि छ, हिँडिरहेछौँ। ओ माइ गॉड, तलको भ्यू हेर्नुपर्छ के। तल एकदम स्केरी छ। आरोग्य आइ भन यता हेर्न, बागलुङ स्वर्णिम झुला। अब यहाँबाट हामी मुस्ताङको यात्रामा लाग्दैछौँ। स्टे ट्युन गाइस। सो गाइस, अब चाहिँ फुल अन अफ रोडिङको बाटो छ होइन। हामी सब फ्यामिलीले एउटा ह्याभ अ ब्रेक ह्याभ अ किटक्याट भनेर हेर्नु किटक्याट खाइरहेछौँ सबैले। यता कति मिठो रहेछ, यता पुरा अफ रोड छ हेर्नु त गाइस। मुस्ताङ भनेको स्वर्ग जस्तो भए पनि बीच बीचमा अलिअलि यस्तो यस्तो बाटो आइहाल्छ। बाबा यता चलाइराख्नु भएको छ अफ रोडिङ बाटोमा। मम्मी के भन्न चाहनुहुन्छ? हेर्नु त मम्मीले बाबाले किटक्याट खुवाउनु भएको, कति सुन्दर दृश्य गाइस। सो यहाँ चाहिँ एउटा झरना छ, के हो यो झरनाको नाम थाहा छैन तर झरना छ। हेर्नु गाइस, पुल मात्र छ, खोला नै छैन। बेग खोला पुल रे। Guys, look at this. The nature is amazing. Off-roading छ, full on off-roading. कस्तो खतरा पहाडहरू। अलि डर लाग्दैछ यता चाहिँ। एक तल खोला छ, कुन खोला हो थाहा छैन। कालीगण्डकी हो। कालीगण्डकीको साइडमा यस्तो अफ रोडिङ बाटोमा हामी हिँडिरहेछौँ है त, तिरैतिर। अनि यता साइडमा यत्रो ठुल्ठुलो पहाडहरू छ। उताबाट पहिरो गएको पनि देख्न सकिन्छ। हेर्नु त उता हेर्न, उतापट्टि। सो गाइस, हामी चाहिँ अब एउटा सानो जाम जस्तोमा परेको छौँ है। तर जाम भए पनि आई डु नट कम्प्लेन, बिकज यो भ्यू हेर्नु त, यो भ्यू हेरेर त 2 दिनसम्म पनि बस्न सकिन्छ। के भनाइ छ तपाईँहरूको? भन्नु त जाम कस्तो ठाउँमा पऱ्यौँ हामी? एकदम भ्यू राम्रो भएको ठाउँमा है। भन्नु त तल कालीगण्डकी नदी बगिरहेको छ, माथि चाहिँ पहाड काटेर बनाएको रोड रहेछ, उता पछाडिबाट ठुलो गाडी पनि आइरहेको छ। हजुर हजुर, त्यो भएर यहाँ 2टा गाडी पास भयो होइन। हामी एकछिन वेट गर्छौँ, ठुलो गाडी पास भएपछि अनि बल्ल हामी जान्छौँ। ठिक छ, राम्रो कुरा गर्नुभयो। अरे के भन् मम्मी? मम्मी ठिक छ, एकदमै रमाइलो भइरहेछ। अब यहाँ जाममा एकछिन परिरहेको छ, यताको भ्यू हेर्दै जाम हेर्दै गरेको छ मान्छे। ओ गुड। सो गाइज, अब चाहिँ बल्ल बल्ल हाम्रो अफ रोडिङको यात्रा अलमोस्ट सकिएको जस्तो लाग्छ हामीलाई। एन्ड अब चाहिँ हामी रूपसे झरना भन्ने एउटा एकदम पपुलर स्थल हो त्यसमा पुग्न जाँदैछौँ। त्यहाँ गएर हामी हजुरहरूलाई अपडेट दिन्छौँ है त। दिस इज द रूपसे झरना है। अब हामी लगभग कति किलोमिटर छ जोमसम्म आउनलाई? 15 30
मतलब 20-30 किलोमिटर छ हैन रूपसे झरना द पपुलर रूपसे झरना हेर्नु त कति अल्गोबाट आछ भिडियो है भिडियो हाँस्नु गाइस हामी चाहिँ अहिले एउटा एकदम डेन्जरस बाटोमा आछौं है यो हामीलाई माथि छानाले कभर गरे जस्तो देखिन्छ एकदमै साँघुरो छ यो बाटो अनि यस्तो बाटो छ मुस्ताङ जाने हामी मुस्ताङ जिल्ला भर्खरै टच गरिसकेको छौं अनि यहाँ बाटो चाहिँ यस्तो छ हजुरहरु देख्न सक्नुहुन्छ एकदम ब्युटिफुल छ तर एकदम डेन्जरस पनि छ यहाँ त ड्रोजरले भनिरहेछ यता ड्राइभिङ चलिरहेको छ यता बिचरा भाइको औँठी हराएर औँठी खोजिरहेछ कता गयो होला औँठी सो गाइस यसपछि चाहिँ हामी एउटा लेटे भन्ने ठाउँमा खाजा खान बसेको थियौँ यो होटलले हाम्रो पिक्चरमा अट्याच छ हामीले चाहिँ एकदम मिठो चाउचाउ र अन्डा अनि थुक्पा खाएको थियौँ यो ठाउँमा एउटा कुरा भन्छु तिमीहरूलाई थाहा छैन होला सायद है गाडीलाई पनि लेक लाग्छ सवारी साधनलाई पनि लेक लाग्छ पेट्रोल जम्ने गर्ने अनि त्यसपछि माइलेज नआउने त्यस्तो समस्या प्रोग्रामले हामीले भोलि बिहान त्यस्तो फिल गर्छौँ यता मुस्ताङ जाने बाटोमा चाहिँ यस्तो म्यानमेड गुफाहरू धेरै रहेछ हैन हेर्नु त कस्तो मुसाको पाल जस्तो देखेको ल यो चाहिँ मुस्ताङको कोबाङ गाउँ हो असाध्यै रमाइलो गाउँ यो मुस्ताङको हाइटमा आइसकेपछि धेरै रमाइलो हुँदो रहेछ यतातिर चाहिँ हिमाल छ है तपाईले हिमाल देख्न सक्नुहुन्छ यो कोबाङ गाउँ अहिले दिउँसोको करिब 3:30 भएको छ त्यो समयमा मुस्ताङको यो रोडको यात्रा असाध्यै आनन्ददायी हुने रहेछ यो कुनै स्वर्गमा यात्रा गरेको जस्तो अनुभूति भइरहेको छ हामीलाई गाइस हेर्नु त सो यता चाहिँ हाम्रो स्याउबारी रहेको छ स्याउ रातो स्याउहरू फलिरहेको छ हेर्नु त कस्तो राम्रो गाइस हेर्नु त यहाँको हिमालको दृश्य हेर्नु त कस्तो राम्रो छ यहाँ एकदम नजिकै होला जस्तो देखिया छ मार्फाबाट थोरै अगाडि आयौँ हामी आज चाहिँ जोमसोम बस्न लागेको अनि मार्फाबाट जोमसोम जाने बाटोमा यस्तो खतरा हिमाल देखिया छ टिलिलिलिल्ला टल्केर एयरपोर्ट गाइस एयरपोर्ट जोमसोमको एयरपोर्ट पनि यही छ जोमसोम एयरपोर्ट हो सो गाइस खाजा खाएको चाहिँ एकैछिनमा हामी हाम्रो होटल पुगिसकेको थियौँ होटलमा चाहिँ हामी मुनलाइट गेस्ट हाउस भन्ने एउटा होटलमा बसेको थियौँ त्यहाँको पिक्चर्सहरू हजुरले हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ एक्ज्याक्टली भ्लग रेकर्ड गर्न चाहिँ छुट्यो तर यस्तो छ त्यहाँको अवस्था एन्ड होटलमा बसेपछि एकैछिन चिया कफी सफी खाएपछि चाहिँ हामी जोमसोम बजार घुम्न भनेर निस्किएको थियौँ 4 जना फ्यामिली एउटा पुल क्रस गरेर जोमसोम बजारको सिनरीहरूलाई चाहिँ हामीले एकदम चिसो मौसममा इन्जोय गरिरहेको थियौँ यतातिर चाहिँ जोमसोम बजारको त्यो पोलिटिकल भवनहरू रहेछ त्यहाँको पनि भ्रमण गऱ्यौँ हामीले अनि यहाँको इकोसिस्टमलाई यताको हिमाललाई यताको इन्भाइरोमेन्टलाई एकदमै राम्रोसँग मजा लियौँ यहाँको अनि जोमसोम बजार घुमिसकेपछि चाहिँ हामी आफ्नै होटल मुनलाइट गेस्ट हाउसमा फर्क्यौँ एन्ड भोलिपल्ट बिहानलाई इन्जोय गऱ्यौँ मुस्ताङमा केडाहरु ग्याङ ग्याङ मुस्ताङमा गर्दै मस्ट्याङमा मैयाहरु पैया ओछ्यानमा ओ मुस्ताङमा केडाहरु ग्याङ ग्याङ मुस्ताङमा गाइस सो आज चाहिँ हामी डे 2 मा छौँ है अनि आजको हाम्रो प्लान भनेको चाहिँ अब अहिले बिहान छ कति बजा छ 6:30 जति बजा छ होला आज हाम्रो प्लान भनेको मुक्तिनाथ दर्शन गर्ने अनि मुक्तिनाथ दर्शन गर्छ खै छोड त भाइ यता मेरो भाइ छ मम्मु हुनुहुन्छ मम्मु हाम्रो प्लान के छ अरे मम्मी आज मुक्तिनाथ दर्शन गर्छौँ अनि त्यहाँबाट फेरि मार्फा गएर मार्फामा फेरि जेरी गल्लीमा गएर टिकटक बनाउँछौँ शेर्पा ड्रेस लाएर रमाइलो गर्छौँ
अनि त्यसपछि मेबी आज हामी बेलुका तातो पानीमा बस्नु पनि सक्छौँ, मार्फामा बस्नु पनि सक्छौँ, त्यो चाहिँ अहिलेसम्म फिक्स छैन। हाई भनिदिनु त ल। हाई चुच्चे। हाई। सो गाइज अब चाहिँ हामी सेकेन्ड डेमा आइसकेको छौँ। बिहान होटलबाट निस्केको हजुरहरूले देखिसक्नुभयो। अब चाहिँ हामी बिहानै जोङसोमबाट मुक्तिनाथको यात्रासम्म लाग्दैछौँ। हेर्नु त एकदमै चिसो छ, बिहान -7 डिग्री सेन्टिग्रेड छ, एकदम चिसो छ यता। सबैजना न्यानो कपडा लाएर, टोपी लाएर, मफलर लाएर गमक्क परेर हिँडेको छौँ, तै पनि जाडो भइरहेछ। अब मुक्तिनाथमा गएर हामी हजुरहरूले अपडेट दिनेछौँ। होइन मैले एकछिन भिडियो खोल्नलाई खिचेको। नेपालको कोल्ड डेजर्ट भनेर मानिने मुस्ताङ जिल्लाको ल्यान्डस्केप्सहरू हेर्न सक्नुहुन्छ गाइस। यस्तो छ। हामी यता छौँ। हाम्रो घर यहीँ भयो नि हुन्थ्यो नि है, हाम्रो घर यहीँ भए पनि हुन्थ्यो नि। पढ्नको लागि पनि स्कुलहरू छ त। सो गाइज हामी चाहिँ मुक्तिनाथ जानको लागि तल बस पार्कमा हाम्रो गाडी रोकेर अहिले मुक्तिनाथको उकालो चढ्दैछौँ है। हेर्नु त हालत खराब छ, एकदमै चिसो छ। के भन्छ अरे? रानी पौवा भन्छ अरे है गाइस यो ठाउँलाई। के भन्न चाहनुहुन्छ मम्मी? एकदमै चिसो छ बेसरी। गम्म भएर मक्क टोपी लगाएर, मास्क लगाएर, हुडी लगाएर भाइ पनि यता खतरा भएर हिँडेको छ। फोन चलाउँदा नि हात एकदम कापेर कस्तो भइरहेछ। अनि गाइस हाम्रो बाबाको फोनलाई चाहिँ लेक लाएर ब्याट्री % सिधै 0 मा डाउन भएको छ। अनि 85बाट 0 सिधै फोनलाई पनि लेक लाग्ने समस्या हुँदो रहेछ गाइस। गाइस सो अहिले चाहिँ हामी मुक्तिनाथको सिडी चढ्दैछौँ होइन। सो तल बस पार्कसम्म त केही भएको थिएन, तर माथि आउँदा चाहिँ अलिअलि सास फेर्न गाह्रो भएको जस्तो हुने रहेछ होइन। सबलाई अक्सिजन लेभल कमी भएको जस्तो। सबैजना एकछिन रेस्ट गर्न बसेका थियौँ, एकछिन रेस्ट गरेर फेरि उठिसक्यौँ। अलिक गाह्रै हुँदो रहेछ यो स्टेयर्समा चाहिँ। अनि यहाँ अब बिस्तारै बिस्तारै सास फेर्दै हिँड्ने। साथीहरू यो मुक्तिनाथ मन्दिरको नजिकबाट खिचिएको दृश्य हो। यो 2082 साल कार्तिकको 2 गते लिएको दृश्य। यहाँ भक्तजनहरूको निकै भिड छ, तपाईँले देख्न सक्नुहुन्छ। पछाडि हिमालहरू पुरा खुलेका छन्। यो क्षेत्रमा सुन्दर तरिकाले घाम लागिरहेको छ। दृश्य असाध्यै रमाइलो छ र आज मुक्तिनाथमा निकै भिडभाड छ। तपाईँले यो बाटोमा देख्न सक्नुहुन्छ, निकै भिड छ यहाँ। र यो चाहिँ यसरी भक्तजनहरू मुक्तिनाथ मन्दिरतर्फ लागिरहनु भएको छ। यो माथि मुक्तिनाथ मन्दिरको गेट देख्न सक्छौँ हामी। हिँड्न नसक्ने भक्तजनहरूलाई यसरी घोडामा जाने आउने प्रबन्ध पनि गरिएको छ। निकै धेरै सङ्ख्यामा घोडाहरू हामीले देख्न सक्छौँ। तपाईँले देखिरहनु भएको छ दृश्यमा। हिँड्न सक्नेहरू चाहिँ यो सिँढीको बाटो आइरहनु भएको छ। यो हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल। यो धार्मिक सहिष्णुताको एउटा प्रतीक पनि हो नेपालीहरूको बिचमा रहेको। यो दृश्य देख्दा निकै गर्वको अनुभूति हुन्छ नेपाली हुनुमा। र यस्तो नेपाली धार्मिक तीर्थस्थलहरूले, धार्मिक मठहरूले नेपालीहरूको एकतामा पनि जोड दिएको छ, नेपालीहरूलाई एकतामा बाँध्न सहयोग गरेको पनि छ। यो सुन्दर दृश्य तपाईँहरूका लागि मुक्तिनाथको प्रवेशद्वारबाट लिएको भिडियो यो। आज मुक्तिनाथमा तीर्थालुहरूको निकै भिड रहेको छ, निकै बाक्लो उपस्थिति छ तीर्थालुहरूको यहाँ। हिमाल
खुलेको छ पछाडि यो मनोरम दृश्य देख्न सक्नुहुन्छ तपाईहरुले यहाँ। अनि त्यसपछि हिँड्न नसक्नेहरुका तीर्थालुहरुका लागि यहाँ घोडाको व्यवस्था यसरी गरिएको छ। घोडाले यहाँसम्म ल्याउँछ। यो पछाडि देख्नु भएको बजार चाहिँ रानी पौवा बजार हो। यो भन्दा पछाडि बस पार्क छ। त्यहाँबाट मान्छेहरु हिँडेर आउने हो। निकै भिडभाड देख्न सक्नुहुन्छ तीर्थालुहरुको तपाईहरुले यहाँ। यो चाहिँ मुक्तिनाथ मन्दिरको मूल प्रवेशद्वार तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। यो पवित्र तीर्थस्थल मुक्तिनाथको मूल प्रवेशद्वार र यो मूल प्रवेशद्वारदेखि पछाडि यसरी भक्तजनहरुको निकै भिडभाड देख्न सक्नुहुन्छ तपाईहरुले। सो गाइस अहिले चाहिँ हामी मुक्तिनाथमा छौँ। यु गाइस क्यान सी पछाडिको ब्याकग्राउन्ड। सो सबैजना मान्छेहरू चाहिँ चेन्ज गर्दै यता कतिवटा धारा 108वटा धारामा नुहाउँदै हिँडिराख्नु भएको छ। वी डिसाइडेड नट टु। सो हामी हाम्रो फ्यामिली यतिकै छौँ है। नगर्ने सोचे बनायौँ है हामीले। सोच्दै हुनुहुन्छ हुन्छ। अब तपाईहरुले यो मुक्तिनाथ मन्दिरको 108 धाराको दृश्य अवलोकन गर्न सक्नुहुन्छ। यो चाहिँ मुक्तिनाथ मन्दिरको मूल मन्दिरको ठिक पछाडिपट्टि रहेको छ। 108 धारामा यसरी तीर्थालुहरू क्रमशः यो प्रत्येक धारामा नुहाउँदै अगाडि बढ्नुहुन्छ। यो निकै चिसो छ यहाँ पानी। अनि सबैजना यहाँ नुहाएर दौडिन असाध्यै गाह्रो हुन्छ। यो -6 डिग्री सेन्टिग्रेडमा छ अहिले यहाँको तापक्रम। अनि त्यसपछि यो मन्दिरमा यसरी यहाँ 108 धारामा राउन्ड लगाइसकेपछि अनि यहाँबाट भक्तजनहरू नुहाएर म तपाईहरुलाई यो सबै दृश्य देखाउँदैछु। यहाँबाट त्यो 108 धारामा नुहाइसकेपछि भक्तजनहरू सबैजना त्यहाँबाट यो चाहिँ पापकुण्ड हो। यो पापकुण्डमा भक्तजनहरू आउनुहुन्छ। यसरी यहाँ डुबुल्की मार्नुहुन्छ। यो पापकुण्ड यहाँ चाहिँ अहिलेसम्म गरेका पापहरू सबै यहाँ पखालिन्छ भन्ने मान्यता छ। अनि पापकुण्डमा गइसकेपछि अनि त्यसपछि त्यहाँबाट यसरी तीर्थालुहरूलाई एकदम गाह्रो छ चिसो पानीमा। यो असाध्यै जोखिमपूर्ण काम पनि हो यो। अनि यो चाहिँ धर्मकुण्ड हो। यो सबै पाप पखालिसकेपछि यहाँबाट चाहिँ धर्म प्राप्त हुन्छ भन्ने मान्यता राखिन्छ। यहाँ चाहिँ पानीमा रहिरहनु भएको छ भक्तजनहरू। अनि यसरी नुहाएपछि सक्यो ल। यता पनि हो। सो गाइज अब चाहिँ हाम्रो 108 धारामा नुहाएर अनि डुब्की लगाएर यता खुट्टा धुने कार्यक्रम चलिरहेछ होइन मन बाबाको। धुनुहोस् मजाले धुनुहोस्। चिप्लिनु होला है। सो गाइज यसपछिको यात्रा चाहिँ हामीले मुस्ताङ जिल्लाको मार्फा भन्ने गाउँमा तय गरेको थियौँ है। सो त्यो मार्फा वाज एकदम ब्युटिफुल है। यति बेला चाहिँ हामीले एक्साइटमेन्टमा ठ्याक्क भ्लग रेकर्ड गर्नु बिर्सेछौँ, तर त्यहाँको भिडियोजहरू फोटोजहरू अलिकति एट्याच गरिदिएको छौँ। अनि एकदम राम्रो थियो त्यहाँको मौसम, टुरिस्टहरूको एकदम आवत जावत थियो, एकदमै ब्युटिफुल थियो। हजुरहरूले हेर्न सक्नुहुन्छ एकदमै वाइट एस्थेटिकले भरिपूर्ण थियो। मार्फा वाज भेरी ब्युटिफुल।
हजुरहरू मुस्ताङ जानुभयो भने मार्फा चाहिँ कदापि पनि छुटाउन नहुने ठाउँहरूमध्ये एक हो। ल ओके गाइस, सो हामी चाहिँ अहिले हाम्रो मुस्ताङको एक दिने भ्रमण भने पनि हुन्छ, खासै अलि धेरै दिन बस्ने भनेर सोचेको थियौँ। 2 दिन हिजो बिहान गएको, आज बेलुका फर्किँदैछौँ। सो मुस्ताङको भ्रमणबाट चाहिँ अब यसो घरको बाटोतिर जान पर्यो भनेर निस्किसकेको छ। सो हामी पहिला चाहिँ के गर्थ्यौँ भन्दा अहिले चाहिँ हामी बेनीको बजारमा छौँ, हजुरहरू देख्न सक्नुहुन्छ बेनी बजारमा छौँ। अनि खाजा खाएर अहिले बेनी बजारमा छौँ। पहिला चाहिँ हामी यहाँ त्यो बागलुङबाट बागलुङ कालिका हुँदै बेनीमा निस्केको थियौँ भने अहिले चाहिँ अर्कै बाटो जान लाग्छौँ कि के को बाटो रे, राइट साइडबाट मालढुङ्गा भन्ने ठाउँको बाटो जान लाग्छौँ। अनि यहाँ त्यही हो, राम्रो भयो, एकदमै रमाइलो भयो हाम्रो भ्रमण मुस्ताङको। त्यता माथितिर यस्तो चिसो, फेरि एकैछिनमा कति तातो हुने रहेछ कि, मलाई जोमसोममा त्यस्तो चिसो अनि मार्फामा पुगेपछि त्यस्तो तातो, त्यस्तो दृश्य पनि देख्न पायो हामीले। एकदम छोटो डिस्टेन्समा एकदम धेरै टेम्परेचर डिफ्रेन्स। अब को के भन्न चाहन्छन् कुनी, अरू के भन्न चाहन्छस्? अरूले जे भन्न चाह्यो भनिसक्यो है गाइस। अब महिमा के भन्न चाहनुहुन्छ खै ल? हेलो, एकदमै राम्रो भ्रमण गरेर आइयो। अहिले हामी चाहिँ बेनीमा छौँ। म हजुरलाई यसो बेनीको बाटो पनि देखाउँछु। यो चाहिँ हाम्रो फेरि बेनीबाट हिजो आउँदा चाहिँ हामी बागलुङ कालिका हुँदै बेनी झरेका थियौँ। अहिले फेरि यता के को बाटो भन्नु? मालढुङ्गा, बेनीबाट मालढुङ्गा हुँदै अनि राइट साइडको बाटो लुम्ले हुँदै हामी पोखरा निस्किने योजना चाहिँ रहेको छ। यस विषयमा केही भन्नुहुन्छ विमल सर? ल हामी अब ठ्याक्क बेनीबाट कालीगण्डकीको पुल तर्दैछौँ। यो कालीगण्डकीको पुल हो यो। अब हामी यहाँबाट मालढुङ्गाको बाटो केही बेर चाहिँ कच्ची बाटो छ, मालढुङ्गा पुग्ने बेलासम्म आधा बाटो जस्तो कच्ची छ। अनि त्यसपछि हामी आज नै दमोली फर्किन्छौँ। यो सँगै हाम्रो यो 2 दिने मुस्ताङ ट्रिप, जब कि हामीले 3 दिन 4 दिनसम्म समय लाग्न सक्छ भनेर हामीले छुट्याइरहेका थियौँ, तर बाटो सहज रहेछ। सहज यो अर्थमा कि अलि ठुलो गाडीहरूलाई चाहिँ बाटो सहज हो, साना गाडीहरूलाई त असहज हो। हामी एकै दिनमा गयौँ अनि अर्को दिनमा फर्किहाल्यौँ, सम्भव भयो, हामीलाई सहज भयो। यो कारणले चाहिँ हाम्रो 2 दिनमा मुस्ताङको भ्रमण, यो एकदम एडभेन्चरस जर्नी चाहिँ यहीँ सकिएको छ, समापन भएको छ। सम्पूर्ण यो हाम्रो युट्युब च्यानल, हाम्रो भ्लग हेरेर साथ दिने, सहयोग दिने सबै महानुभावहरू, दर्शकहरूलाई चाहिँ हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। र हाम्रो युट्युब च्यानलमा तपाईँहरूले सम्पूर्ण यो मुस्ताङको बारेमा जानकारी पाउन सक्नुहुनेछ। र मेरो व्यक्तिगत टिकटकमा पनि तपाईँहरूले यो गाडीहरू कहाँ कसरी जान्छ जाँदैन, अनि त्यसपछि कस्ता गाडीहरू जान सक्छन् भन्ने बारेमा चाहिँ मैले त्यो मुस्ताङ ट्रिपमा माथि मुक्तिनाथमा भएको बस पार्कमा कस्ता गाडीहरू छन् भन्ने कुराहरू टिकटकमा पनि पोस्ट गरेको छु, तपाईँहरू पनि त्यहाँ हेर्न सक्नुहुन्छ। त्यति भन्दै आजका लागि धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। सो गाइज हामी चाहिँ फाइनल्ली अब हाम्रो मुस्ताङको यात्राबाट घर आइसकेको छौँ होइन। सबैजना एकदम थकित मुद्रामा देख्न सक्नुहुन्छ, हाई गाइज। सो अब चाहिँ हामी के गर्नेवाला छौँ, केही गर्नेवाला छैन। ब्यागहरू लग्ने अनि ढुपुक्क सुत्ने सबैजना, त्यही हो गाइस, ढुपुक्क सुत्ने। ओके, गुड नाइट, थ्याङ्क यू सो मच फर वाचिङ, सब्सक्राइब। So guys, this was हाम्रो overall मुस्ताङको vlog. मुस्ताङ was very beautiful. नेपालको कोल्ड डेजर्ट भनेर मानिने मुस्ताङ डिस्ट्रिक्ट हजुरहरूले आफ्नो लाइफ टाइममा एक न एकचोटि चाहिँ भिजिट गर्नै पर्ने ठाउँ रहेछ है। मुस्ताङको ल्यान्डस्केप्सहरू, यहाँको कल्चर, यहाँको पिपल, एभ्रिथिङ एकदमै सकिङ हुनसक्छ, स्पेसली गर्मी ठाउँको मान्छेहरूलाई, पहाडतिरको मान्छेहरूको लागि। अनि यहाँ त्यही नै हो, आफ्नो लाइफ टाइममा एक न एकचोटि मुस्ताङ भिजिट गरेर यहाँको इन्भाइरोमेन्टमा रमाउन चाहिँ कहिले पनि नबिर्सिनु होला। एन्ड या द्याट इज एभ्रिथिङ। थ्याङ्क यू सो मच फर वाचिङ गाइज, अहिलेसम्मको हाम्रो भ्लग। एन्ड या त्यही नै हो, हजुरहरूले अहिलेसम्म हाम्रो भ्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। अनि हजुरहरूको दिन शुभ रहोस् भन्दै अहिलेको यो भ्लग चाहिँ म बिदाई गर्न चाहन्छु। लाइक, सेयर एन्ड सब्सक्राइब।